गुड मर्निङ एभ्रिवान। यो चाहिँ मेरो सेकेन्ड वा भनौँ फर्स्ट मिनी भ्लग हो। अनि आज चाहिँ हाल्नलाई कन्टेन्ट थिएन, त्यही भएर एउटा थट अफ द डे के भन्दाखेरि जति हामीले चाहिँ भ्याल्यु दिन सक्छौँ त्यति नै हामीले रिटर्न पाउँछौँ। सो यसको कन्टेक्स्ट चाहिँ के हो भन्दाखेरि यदि तपाईँको भिडियो चाहिँ राम्रो छ, मान्छेहरूलाई चाहिँ त्योबाट केही भ्याल्यु आइरहेछ, केही नलेज गेन गरिरहन् वा उनीहरूलाई केही त्यो उनीहरूको रुचिको कुरा छ भने चाहिँ तपाईँको रिच बढ्छ अनि तपाईँको भ्युज बढ्ने, तपाईँको लाइक्स काउन्ट बढ्ने, तपाईँको फलोवर बढ्ने हुन्छ। सो यदि त्यो छैन भने चाहिँ आउँदैन। अनि एज अ सोसल एक्सपेरिमेन्ट वा एज अ नर्मल एक्सपेरिमेन्ट चाहिँ यदि यो भिडियोमा चाहिँ भ्युज त्यस्तो विधि आएन भने चाहिँ यो भिडियोले चाहिँ मेरो टार्गेटेड अडियन्सलाई वा मेरो इनिसियल अडियन्सलाई चाहिँ जुन भ्याल्यु छ दिन सकेन, जसले गरेर चाहिँ भ्युज आएन भनेर बुझ्न सकिन्छ। अब भ्याल्यु चाहिँ कसरी दिने भन्दाखेरि आफूसँग जो नलेज छ, जो कला छ, त्यो देखाउँदा वा डेलिभर गर्दाखेरि चाहिँ मान्छेले त्यो कुरा मन परायो भने चाहिँ भ्युज आउने त्यो नेचुरल कुरा हो। हामी चाहिँ मोस्टली चाहिँ के सोच्छौँ वा के हाम्रो मेन्टालिटी छ भने चाहिँ मलाई चाहिँ मान्छेले त्यतिकै पनि मन पराइदिनु पर्ने, मलाई चाहिँ मेरो भिडियो त्यतिकै नै हेरिदिनु पर्ने, अनि म चाहिँ रातारात भाइरल हुने वा भाइरल भाइरल भयो हुन्थ्यो भन्ने चाहिँ के एउटा धारणा हुन्छ। अनि सो त्यो चाहिँ कन्टेक्चुअली रङ हुन्छ कि, किनभने कसैले पनि कसैलाई चाहिँ किन वा के अरे किन हेर्छ, किन फलो गर्छ भन्दाखेरि त्यहाँबाट चाहिँ त्यो चिजबाट चाहिँ मान्छेले केही भ्याल्यु रिटर्न पाइरहेछ। सो तपाईँले केही सिकाउनुहुन्छ होइन, कि तपाईँसँग केही त्यस्तो कला छ जसले गरेर चाहिँ मान्छेको अलिकति के त इन्ट्रेस्ट जागोस् भन्ने चाहिँ छ भने चाहिँ तपाईँको रिच बढ्ने, तपाईँको भिडियो भाइरल हुने चान्स चाहिँ बढ्छ। सो ट्राई टु पुट एज मच एज भ्याल्यु एज यु क्यान। त्यो जति सकिन्छ त्यति चाहिँ आफ्नो भिडियोमा चाहिँ भ्याल्यु दिने कोसिस गर्नुपर्छ, जसले गरेर चाहिँ तपाईँले चाहिँ फ्रेन्ड सर्कलमा होइन, आफ्नो साथीभाइमा, फेसबुक फ्रेन्डमा वा अरू ग्रुपमा चाहिँ जबरजस्ती भिडियो पठाइबस्नु नपरोस् कि तपाईँलाई नचिन्ने मान्छेले पनि तपाईँको भिडियोबाट जुन भ्याल्यु पाउँछ त्यो भ्याल्युले चाहिँ उसले अटोमेटिकली तपाईँलाई फलो गर्ने, लाइक गर्ने हुन्छ नि, त्यस्तो गर्ने होस्। सो आफ्नो भिडियोमा चाहिँ सकेसक्दो भ्याल्यु एड गर्ने कोसिस गर्नु। थ्याङ्क यू, बाई बाई।